हाम्रो नानीको नोकडियाङमा हराओस् ल भन्ने बिर्सेछु कि मैले तपाईँहरूलाई होइन अब बुझ्नु भयो होला कतिले बुझ्नु भएन होला होइन चट्ट लगाएर भनिराख्नु पर्दैन होला अनि त्यही हो रेडी भइसक्यो यहाँ चाहिँ हाम्रो जस्तो भाउजू हाम्रो दोस्त चाहिँ नि मासु रेडी पार्दै चट्ट लगाएर हेलो भन्नु त हेलो हेलो अनि आइसक्नु भयो जस्तो भाउजू यतिकै चाहिँ म राम्रै छु जस्तो गर्दै भाउजू राम्रो देखिनु भयो होला अहिले बहिनी नि है बर्थडे गर्ल Happy birthday to you. हेलो नमस्ते गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजना सन्चै आएर हुन्छ होला म पनि एकदम फाइन छु अनि आज फेरि धेरै समयपछि तपाईँहरूको माझ एउटा भिडियो लिएर उपस्थित भइसकेको छु आजसम्म भिडियोलाई अन्तिमसँग हेरेर साथ दिनुहुनेछ अब अनि धेरै भयो नि त मैले त अब बर्थडे पछि त भिडियो नै हालेको छैन भिडियो नै बनाउनु पाइनँ किन भन्दा म एकदम बिजी थिएँ कि अब धान काट्ने सिजनहरू चलेको नि त अब काम हुन्छ सधैँ होइन अनि आज फेरि धेरै समयपछि चाहिँ नै चट्ट लाएर फुर्सद निकालेर एउटा भिडियो बनाएको छु कि मैले अब यता दिनसम्म कहाँ गयो होला के गर्यो होला भन्ने हुन्छ नि त तपाईँहरूलाई पनि लाग्छ नि त अब लास्ट भिडियो फेरि मेरो बर्थडेको थियो अनि आज चाहिँ नि आज पनि फेरि के छ भन्दाखेरि थाहा भइसक्नु भयो होला अगाडि हाइलाइटमा हेरेर के छ भनेर अनि सब ठिक छ कि हेलो दिदी यस्तो गरिदिनु हेलो सधैँ भन्नुपर्छ क्या अब बानी पार्नुपर्छ अनि लास्ट भिडियो मात्रै बर्थडेको थियो अनि अहिले पनि फेरि म अर्को बर्थडे लिएर आइसकेको छु कि ढन्टाडा आज त्यसको ह्याप्पी बर्थडे छ होइन हाम्रो नानीको बहिनीको अनि त्यही हो आज बर्थडे हाम्रो नानीको नोकडियाङमा हराओस् यहाँ चाहिँ ल टिका लाउने कार्यक्रम सुरु हुँदै है चट्ट लाएर भिडियो बनाउनलाई कति यति भन्दै हो खुलै अडिएन भाइ कपालले छैन यसो कहाँ फुल अडिन्छ धेरै पैसा तपाईँले एउटा कुरो झुन्डिरहेको छ एउटा कुरो भन्ने बिर्सेँ कि मैले चट्ट लाएर मैले चाहिँ कहाँ हेरेर बोलेको भन्नुभयो म चाहिँ यहाँ ऐनामा हेर्दैछु कि म चाहिँ होइन यहाँ ऐनामा ठ्याक्क यहाँबाट चट्ट देखिरहेको अनि एउटा कुरो भन्ने बिर्सेछु कि मैले तपाईँहरूलाई होइन अब बुझ्नु भयो होला कतिले बुझ्नु भएन होला होइन चट्ट लगाएर भनिराख्नु पर्दैन होला अनि त्यही हो आज चाहिँ कार्तिकको 23 गते होइन यसको बर्थडे चाहिँ कार्तिकको 23 गते मेरो पनि कार्तिकमा उसको पनि कार्तिकमा हो कार्तिक 5 मा हो कार्तिक 23 अनि त्यही हो कार्तिक 23 अनि त्यही हो अब अहिलेको वर्ष त कति मान्छेले थाहा थियो होला कति मान्छेलाई थाहा थिएन होला होइन अब यो भिडियो हेर्नु सबैले थाहा पाइहाल्नुहुन्छ अनि अब हेरौँ अब अर्को वर्ष चाहिँ कोले याद हुँदो रहेछ मेरो बर्थडे यो नानीको बर्थडे होइन त्यही हो अनि अब चाहिँ म केक लिन जान लाग्यो अब एकछिनमा निक्लेर जान्छु म चट्टी लगाएर अनि त्यही हो यहाँ चाहिँ फेरि होइन यसको चाहिँ पारै छुट्टियो कि यहाँ बसिरहेँ मोबाइल हेरेर बसिरहेको यहाँ कतिजनाले फोन गर्छ कतिजनाले सम्झिँदो रहेछ कतिजनालाई थाहा रहेछ कतिजना विस गर्छ भन्ने यहाँ बसी अहिलेसम्म जम्मा 12 जनाको चाहिँ ह्याप्पी बर्थडे भनेर फोन आयो अनि त्यही हो अब मम्मी चाहिँ मेल जानु भयो अनि आज धमाका पार्टी हुन्छ होइन अब हेर्दै जानु होला बेलुका यति पार्टी हुन्छ कि होइन डेन्जर कि उता सब मान्छेहरू आउनुहुन्छ एकदम रमाइलो हुन्छ बेस्ट अफ द बेस्ट भनिसकेँ मैले अघि नि अब त्यो फेरि पनि भन्नु पर्ला ल अब त्यही हो अब अरू केही नभनौँ अब चाहिँ म केक जान्छु अनि तपाईँहरू अब चाहिँ स्योर बेलुका भेट्छु ल चट्ट केक सेक ल्याएर नि अब यहाँ बसिसक्यो भाइ रेडी भइसक्यो यहाँ चाहिँ हाम्रो जस्तो भाउजू नमस्ते अस्ति नै मेरो बर्थडेको दिन सोल्टी नि मिलाइदिन्छ भनेर भाउजूले बाचा गर्नुभएको थियो अहिलेसम्म कति दिन भइसक्यो भाउजूले मिलाउनु भयो भने यहाँ भन्नु थियो किन नमिलाउनु भयो पछि मिलाइदिन्छु के भोलि पर्सि ल अब चाहिँ हामीले चट्ट लाएर भात पाक्दैछ होइन अनि तरकारी रेडी हुँदैछ भाउजूले चाहिँ मेरो कुरो काटिरहनु भयो त्यहाँ अस्तिको भिडियोको बारेमा अनि यहाँ हाम्रो दोस्त चाहिँ नि मासु रेडी पार्दैछ चट्ट लाएर ल अनि हाम्रो चाहिँ
मैले चाहिँ नयाँ फुच्चे बाहिर फुच्चे यता त हेलो भन्दै हेलो हाम्रो क्युट फुच्चे हेर्नु कस्तो ल त्यही हो अब चाहिँ म सब काम भएपछि डाइरेक्ट बेलुका केक काट्ने बेला भेट्छु तपाईँले होइन हेरिरहनु होला कतै नगइकन ल अहिले चाहिँ हामी चट्टलाएर ल अहिले चाहिँ हामी चट्टलाएर बोल्न गाह्रो हुन्छ ल अहिले चाहिँ हामी चट्टलाएर यहाँ गरिसक्यो होइन यहाँ बर्थडे गर्ल पनि रेडी भइसक्यो मेकअपहरू गर्दैछ अनि बेलुन सेलुन यहाँ चट्टस्तो गरिसक्यौँ सजाइसक्यौँ होइन अब यहाँ बस्ने ठाउँ यस्तो हुन्छ हाम्रो चाहिँ सरस्वती बहिनी हाम्रो पार्टनर एकदम बेस्ट पार्टनर भिडियो उसको सबैले चिन्नु भयो यसलाई सरस्वती लम्साल तेरो टिक्ने आइडी भन्छ त सुषमा लम्साल सबैहरू त्यो हाम्रो युट्युबमा भन्दा नि बढी फन्नी कमेन्ट चाहिँ त्यसमा आउँछ भिडियोहरू हेर्ने होला त्यही हो होइन यो त दुई सबले भन्यो नि त के भने हाम्रो फ्यामिलीहरूलाई हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला भन ल ल हाम्रो मन पनि आइ हेलो 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 भन्नु त हेलो हेलो सबै रेडी भइसकेको छ हाम्रो चाहिँ चट्लाएर अनि यस्तो गर्ने ठाउँ छ देखिँदो रहेछ यहाँ यस्तो यहाँ भन्दा यतापट्टि बढ्दै आउँछ म तपाईँलाई मैले टोपी किनेको 500मा बेला आउँछ न आउँदो रहेछ कि यस्तो चट्लाएर बेरोमा जस्तो हजुर यता हेर्नु हेलो ल तपाईँ हाम्रो तपाईँ एउटा कुरा हामी दुइटामा को राम्रो ल तपाईँहरू कमेन्ट गर्नु यतिकै चाहिँ म राम्रै छु राम्रो छु जस्तो गर्दै भाउजू राम्रो देखिनु भयो ल त्यो चाहिँ हाम्रो यहाँ तपाईँ केक अब चाहिँ केक सेकको व्यवस्था भएपछि तपाईँहरूमा देखाउँछ है हेर्दै गर्नु होला कतै नगइकन अहिले बहिनी नि है बर्थडे गर्ल यहाँ चाहिँ बर्थडे गर्ल तयार भइसक्यो है गाइजहरू ल त्यो गाई हामी चट्टो लाएर सबै कुरा भइसक्यो हेर्नु म बत्तीहरू चट्टो लाएर बालेर नि यस्तो मिलेछ त्यो अब यहाँ यस्तो रेडी हुन्छ अब हामी केक ल्याउँछौँ होइन चट्टो लाएर गीत बज्दैछ अनि अब हुन्छ 5 मिनटमा सुरु हुन्छ केक काटिन्छ हेर्दै गर्नु होला कतै नगइकन चट्टो लाएर घन्टा अब केक सेक राखिसक्यौँ हामीले होइन अरू सब कामहरू भइसक्यो अब एकछिनमा चाहिँ केक काटिन्छ होइन चट्टो लाएर यस्तो मन यहाँ सब कुराहरू रेडी हुँदैछ अब केक सेक हुन्छ त चाहिँ अब धेरै मोल्न अरे त मोल हेर्नु ल भाउजू गीत बजाएर बाहिर आउनु Happy birthday to आफै जान्छ मुखमा एकछिन गरेर आफै जान्छ या हावा पर्यो अब निकाले बाबु सबै हात गर्छ यसरी खाले पोलिन्छ सब त निकाल्न सकेन खोज्दिनु
भिडियो हो गया फोटो खींचे कौन क्या कर रहे हो इधर ना ये क्या कर रहा है आरु आरु यो ब्लग सार्न पर्यो न आरु ओ त्यसरी Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday to you. Happy birthday. ताली बजाउनु ताली दाइ चाहिँले भाइले दाइले बहिनीलाई टिका लाउँदै छ है राम्रोसँग लगाइदिए आशीर्वाद नि दिए बहिनीलाई हात्तीको नोट दे है बहिनीलाई त्यो पोसे हात चाहिँ यतिको दल पर्छ क्या भाइ खै खै एकछिन तपाईँ हान्दै कुरा भन्नु थोरै मात्रै आशिका ल है बाघ आउँछ कि हात्ती आउँछ लगाइछ अहिले चट्टा लाएर यहाँ चाहिँ होइन हाम्रो विष्णु दाइले चाहिँ दिएको गिफ्ट छ मलाई चाहिँ मैले गोप्य कुरामा राखिरहेको छु होइन तपाईँलाई चट्टा ल्याएर भेटेर पारामा हिँड्दैछु है खोइ दाइ खोइ कहाँ गयो दाइ दाइले यो चाहिँ तँलाई दाइले स्पेसल दाइले पठाइदिनु भएको के हाम्रो दाइले उहाँ विष्णु दाइले धन्यवाद भने नहाँसिकन भन् राम्रोसित धन्यवाद अरू कुरा नि भन् धेरै धेरै धन्यवाद मेरो फोटो बनाइदिनु त्यही हो देखाइदिनु फोटो देखा ल निकालेर हेर्नु पऱ्यो ल हाम्रो दाइले ल हाम्रो विष्णु दाइले पठाइदिनु भएको है दाइ चाहिँ यहाँ मोबाइलमा हुनुभयो दाइ हाल्नु भनिदिनु त हो ल ल दाइ चाहिँ यहाँ हाम्रो तग्लु दाइले ल चट्टो लाएर भिडियो बनाएर पठाइदिनु भएको ल दाइ ल ल त्यही हो हाम्रो दाइले बनाएर पठाइदिनु भएको चट्टो लाएर चाहिँ हाम्रो खाइपी कार्यक्रम सुरु हुँदैछ गाइजहरू दिन सक्नुहुन्छ होइन के छ खाना नि बुदा के छ यहाँ चाहिँ भात खाँदै खाने यहाँ चाहिँ सबैजनाले अब भात सोध्नु पऱ्यो नि है सबैलाई ओ कसलाई चाहियो भात भात कसलाई चाहियो भात तिमी चाहियो तँलाई भात चाहियो चाहियो होइन तँलाई भात चाहियो ठुलो सिलिन्डर कसलाई चाहियो भात भन ओ कसलाई चाहियो भात तँलाई आउनु भात चाहियो ल ल त्यही अब ठुली दिएको छ यता एकदम ठीक छ हेलो आजको ल चट्टो लाएर त खाइपी कार्यक्रम हुँदैछ ल चट्टो लाएर ल Jangan
बिग्रे सिन्की सप्री आचार बैस जोबान काम छैन बचार झलमा पर्दा छ नहेर सुनको चुरा किन्दिउँला हातैमा पिर्न गर लैजान्छु साथैमा झ्यालमा पर्दा छ नहेर त्यसरी माया सर्दा छ किन्दिउँला हातैमा पिर्न गर लैजान्छु साथैमा झ्यालमा पर्दा छ। अनि अहिले चाहिँ नेक्स्ट डे भइसक्यो होइन। आज चाहिँ नेक्स्ट डे कि अब हिजो चाहिँ भिडियो इन गर्न पाएन किनभने हिजो अब रात धेरै बेरसँग 2-3 बजीसँग नाच्यो अनि रमाइलो गऱ्यो अनि त्यही भएर भिडियो इन गर्न पाएन। तर अहिले उठ्ने बित्तिकै भिडियो इन हान्दिएको मुख पनि नधोइकन कस्तो देखिरहेको त्यो सबैजनाले हेर्नुभयो रमाइलो गर्नुभयो होइन। कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। अरू कमेन्ट नगर्ने ह्याप्पी बर्थडे भनेर कमेन्ट चाहिँ गर्नु। अनि त्यो चट्टी लगाएर आमा पनि नाचेर अहिले भर्खर उठ्नुभयो आमा पनि। अनि त्यही हो अब आज फेरि मेलो जानु पर्छ दिउँसो। अब यस्तै हो जिन्दगी के गर्ने होइन सधैँ रमाइलो मात्र गरेर नि हुन्न। त्यही अब त्यस्तै भयो बर्थडे। अब नेक्स्ट भिडियो पनि आउँछ अब हेर्दै गर्नु होला। अनि नयाँ हुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। यति भन्दै आजको भिडियो यति अन्त गर्न चाहन्छु। हस् त धन्यवाद। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब।